फेरि आज कहाँ जान लाग्यो रे दिदी ओइ कति राम्रो देखेको ब्लग बनाउने एकदम हामी चाहिँ लाग्यौँ भैरुवाबाट वनवाटिकाको लागि रिक्सामा मम्मी दिदी अनि हाम्रो दुईटा पन्टाङ पुन्टुङहरू जो एकदम चकचक 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 गरिरहेछ रिक्सामा। अनि दिदीले बाहिरको भ्यू देखाउन सानो भन्नुभएको थियो र मैले सरर बुटोलदेखि भैरुवाको यति राम्रो रोड छ कि है ओहो नि जति हिँडे पनि चित्तै नबुझ्ने। तर फेरि गर्मी नि उति छ साथीहरू। विधान चाहिँ चलेको चले गर्दै आज भ्लग गराउनु भएको म पनि गराउँछु मेरो खिच्नु भन्दै अगाडि आएको छ। अनि मम्मीले नचला बाबु नचला त्यहाँबाट खस्छ भन्नुभएको। विधांशलाई मन परेन। विधांश ठुस्स बढ्दै केही पनि त हुन्न केही हुन्न भनेर फेरि लुसो पारामा फेरि मेरो अगाडि आएर बुम गर्दैछ। अनि फेरि यति राम्रो फ्लावरहरू बाटोको बिचमा प्लस पारीबाट टल्किरहेको यो घामलाई हेर्दै हामी रमाउँदै जाँदैछौँ। हाम्रो अटो मिलेर किनेर होइन हाम्रो अटोको पेट्रोल सकिएर अब आइराखेको छ। फाइनली हामी वनवाटिका आइपुग्यौँ। हामी भर्खरै टिकट लिएर भित्र जाँदैछौँ। यहाँ चाहिँ मान्छेहरू आज स्याटरडे भएर पनि होला एकदम भिड थियो। त्यसपछि हामी चाहिँ अब स्टार्टिङबाट यो पार्कतिरबाट जाम है भन्दै यता साइडमा लाग्यौँ। यता यो साइडमा चाहिँ एकदम राम्रो गार्डन प्लस त्यसमा एनिमल्सहरूको स्ट्याचु रहेछ। जुन हाम्रो बाबुहरू त भागेर यता र उति भागिसके हन्। अनि मामुले यता आऊ बिहान विधांश यता आऊ भनेको फेरि भाग्दै आफ्नो ममिथीमै आइपुग्यो कि दुईजना हो रमाएर खेल्न पाउँदाखेरि त कम त भएको थियो। अनि हामी नि यसरी हेर्दै हिँड्यौँ। यता चाहिँ सानो गार्डन कति राम्रो फुलहरू फुलेको रहेछ। अनि हो कति राम्रो फुल है भन्नुभयो मम्मीले पनि। हेऱ्यौँ यताउति हेर्दै यो पार्कमा डुल्यौँ एकछिन। अनि बाबुहरू उफ्रिँदै रमाउँदै थियो उनीहरूकै पछि हिँड्दा पनि ठिक्कै भयो कि। त्यसपछि हामी लाग्यौँ अर्को साइडतिर। यहाँ आइसकेपछि त झन् बिहानको त के कुरा मम्मी म त यो खेल्छु त्यो खेल्छु भन्दै गाडीमा पनि झुन्डे फेरि अब उता बाइक देख्यो बाइकतिर नि गइसकेछ है। दिदीले चाहिँ यताउति के देखाउँदै हुनुहुँदो रहेछ। म चाहिँ उनीहरूको पछि लागेँ। अनि फेरि ल अब अर्को साइड जाम है भनेर फेरि त्यहाँबाट त्यो ठाउँ छोडेर अगाडि लाग्यौँ हामी चाहिँ। फेरि अगाडि कस्तो राम्रो ठाउँ देख्यौँ। अनि ल दिदी हजुर हिँड्नु म पछाडि भिडियो बनाइदिन्छु है भनेर मम्मी र दिदीको पछि लागेँ म पनि। अनि वरिपरि देख्न सक्नुहुन्छ कति धेरै मान्छेहरू हुनुहुन्छ। कोही फोटो खिच्दै हुनुहुन्छ कोही टिकटक हेर्दा पनि रमाइलो लाग्यो। अनि हामी यसरी नै हिँड्यौँ। अनि जाँदा फेरि ठ्याक्कै जूमा पुग्यौँ के। जूमा पुग्ने बित्तिकै ओ मामु ऱ्याबिट खरायो। अनि यो के हो मामु यताको चाहिँ के हो यो भन्दै बिहान र विधांश त एकदम एक्साइटेड छ जूमा। किनकि उनीहरूको यो फर्स्ट टाइम थियो जूमा। अनि हामी चाहिँ यताउति हेर्दै कहिले यता साइड कहिले उता साइड गर्दै अगाडि जाँदैछौँ। यहाँ चाहिँ मान्छेहरू पनि अलि बढी नै रहेछ। सबैजनाले एनिमल्स हेर्दै रमाइलो गर्दै आफ्नो लभ वानहरूसँग इन्जोय गरिराख्नुपर्छ। मैले चाहिँ यो भिडियोमा मलाई अलि बढी देखाएको छैन। एकदम गर्मीको कारणले म स्याउ जस्तै पाकेर
राम्रोसँग भिडियो बनाउन पनि पाएन। अनि म चाहिँ एकदम क्यामेरा साइ छु कि, त्यही भएर मैले कसरी हुन्छ आफूले बोल्न सक्नुपर्छ भन्ने सोचले मात्र मैले भिडियो बनाउँदै म हिँडिरहेको हो। तर पनि मलाई एकदम गाह्रो हुन्छ पब्लिकमा बोल्न, भिडियो बनाउन। आशा छ जो कोहीले पनि हेरिराख्नुपर्छ मेरो भिडियो उहाँहरूले चाहिँ बुझ्नुहुन्छ, किनकि सबै मेरो नजिकको आफन्ती साथीभाइ मात्र हुनुहुन्छ नि त, त्यो भएपछि त बुझिहाल्नुहुन्छ। गफ पनि अलिक बढी नै दिए जस्तो लाग्यो। अनि फेरि यता हेर्नुहोस्, यता अर्को ठाउँतिर आयौँ हामी। अब फेरि यहाँ चाहिँ पाण्डावाला गाडी देखेर बिहान त हतार पतार चढेर पनि फेरि झरिसक्यो। अनि फेरि मामुले ल यता आऊ के खाएको गयौँ। यता आएर फेरि हामी चटपट वाटरमेलन चटपट खायौँ। यहाँको चटपट चाहिँ मिठो मानेर खायौँ। त्यहाँबाट फेरि अगाडि लाग्यौँ। हामी चाहिँ लगभग सकि नै आँटिसकेको थियो। हिँड्दा एकदम थकाइ पनि लागेको थियो। यहाँदेखि चाहिँ पाण्डावाला ट्रेनहरू रहेछ जसमा देख्न सक्नुहुन्छ कति रमाउँदै फ्यामिलीहरू कस्तो मजाले चढिराख्नुपर्छ। हामी चाहिँ यहाँ नखेल्ने, अन्त अर्को हप्ता अगाडिवाला खेलौँला है भनेर अगाडि जान के लागेको थियौँ। फेरि साइडमा यो पसल देखेर बिहान र बिदान्स त झप्पाडिहाल्यो, मामु यो किन्ने। अनि फेरि एउटा मास्क किनेर त्यहाँबाट निस्क्यौँ हामी। अनि त्यहाँबाट फेरि टुई पाण्डा खेल्ने होइन, पाण्डा त होइन, उता खेल्ने अर्को खेल्ने अरे मामा। हामी चाहिँ टिकट काट्न आएको ट्रेन खेल्ने, ट्रेनमा चढ्ने। अब यो खेल्ने राम्रो आउँछ यार मेरो फोन। त्यहाँ त फर्स्ट पाण्डा आउँछ, भालु थियो नि अघिको कालो भालु आउँछ। एक राउन्ड घुमेर आउनु। उल्टो बस्न पर्दछ, हामी त यही पछाडि बस्छौँ। कसरी अगाडि बिहान हामी कहाँ हिँड्न लाग्यो ल भनिदेऊ। केमा घुमेर आउने? होइन छेउमा बस्ने न्यू दिल्ली जाँदै रमाइलो 2 दिनको सफर। यसरी रेलमा यतिको त नउस हुँदो रहेछ। हेलो गर, यसले चाहिँ हाई नै गर्दैन कहिले। अब हामी यहाँबाट अब युके जानेछौँ। 2 दिनको सफर हो। दिल्ली हो, दिल्ली इन्डिया। बिहान ल बिहानले देखाइदेऊ। अब बिहानको बडी देखाइदेऊ। सबजनाले हेरिदिनु होला राम्रोसँग। साँच्चै हो? लाइक कमेन्ट सेयर सब्सक्राइब। मम्मीले जान्नुभयो, मैले भन्न जान्दिनँ। ओहो नि ल
लास्ट हाम्रो म त लास्ट पागलै भएँ ठाउँमा एकदम चिल पालले बस्ने रहेछ ठिक छ तर घाममा यसरी हिँड्ने अब पिट्यो हामी चाहिँ अब यहाँ पार्कबाट निस्केर घर जाँदैछौँ कस्तो राम्रो देखिन्छ नि यहाँबाट त फेरि नदेखिने अब के खाएको बिहान मलाई नि त्यो है भन्दैछ हामीलाई त आज अटोले एकदम धोका दियो बिहान आएर के गर्छ त पिल्लाले अटोमा बसेर जाने पिल्लाले अटो ल्याउँछ पिल्ला पनि छ अटो दुईटा अटो यस्तै भयो माइ गड हामी त घर पुग्ने बेलासम्म पनि यहीँ भयो बिदान चाहिँ हेर 2 मिनेट चार्ज फेरि 2 मिनेट सवार फ्ल्यास भएछ अगाडि बस्ने होइन त्यसैले स्कुटरले ताने होइन मजा आउँछ अब फाइनली अर्को अटो बोलाएर अबि लाइट अफ गरिदिएको जाँदैछौँ हामी हाई गरेको हेर न कति राम्रो देखेको बिहान ल हेर्नु साथीहरू यो भैरवाको एकदम बुद्ध चोक तर कस्तो टल्केको फ्ल्यास बल्यो हर दिदी मेरो फ्ल्यास त बल्यो होइन तर नि लाइट यति धेरै छ कि यहाँबाट चाहिँ लुम्बिनी जान्छ है साथीहरू फेरि आउनुपर्छ लुम्बिनी